हेलो साथीहरू, वेलकम टु माई युट्युब च्यानलमा। सबैजनाहरू सन्चै हुनुहुन्छ होला। सो म पनि एकदम सन्चै छु। आज चाहिँ म चाहिँ एक्लै छु, साथी चाहिँ छैन है त आज मेरो, म चाहिँ एक्लै। अनि यहाँ चाहिँ गएकोले मलाई यहाँ आउनु भन्नुभएको थियो, अनि त्यही भएर चाहिँ म यहाँ आएको गएकोमा चाहिँ। अनि त्यही भएर यहाँ गर्मी अति भयो, बस्न त भित्र बस्न पनि मिल्थ्यो, तर म चाहिँ यहाँ हावा खाऊँ कि भनेर बाहिर आएको। यहाँ गर्मी होइन, अति नै गर्मी भयो। यहाँ पार्क हेर्नलाई आएको, यहाँको पार्क हेरौँ है त कस्तो छ। चराचुरुङ्गी पनि कराइरहेछन्, यहाँ बस्ने ठाउँ छ कि छैन हेरौँ है त। यहाँ पार्क कस्तो छ देखाउनु त राम्रै देखाएको थियो, हेरौँ है त। यो नि रहेछ काटेर कस्तो गर्ने मलाई कस्तो यस्तो रहेछ। उता जान झ्याउ लाग्यो, गर्मी यहाँ नि जिन्जा रहेछ, कन्निचिवा यता नि रहेछ, तर यता चाहिँ गर्मीतिर जिन्जा रहेछ, माथि रुख रहेछ। के खरायो यस्तो रहेछ त्यहाँभित्र। यो चाहिँ यस्तो दामी रहेछ छन त, तर यहाँ चाहिँ यस्तो जिन्जा रहेछ। यहाँ ठाउँ त बबल रहेछ, तर शान्त फोटोसोटो खिच्ने रहेछ यहाँभित्र। यो चाहिँ यस्तो रहेछ यहाँ पछाडि पानी फलतिर नि रहेछ धेरै जसो। यहाँ चाहिँ जिन्जा रहेछ क्या, यहाँ हेरौँ यो ठाउँ यहाँ यस्तो रहेछ। के हो यो पानी, यति मात्र हो यो जाने बाटो हो। यसको नाम चाहिँ तोडाको। यो चाहिँ गर्ने हो, तर कसले मोबाइल समाइदिने, कसले गर्ने। यहाँ चाहिँ यस्तो रहेछ होइन, यहाँ चाहिँ धेरै जसो जिन्जिया रहेछ। यो चाहिँ निजाला पुरै, यहाँ निजाल घारी भन्दैछु। काहीँ कतैदेखि सर्प निस्किहाल्यो भने अब म त कहाँ जान्थ्यो होला। यहाँ पुरै यस्तो रहेछ, दामी छ दामी। यहाँ पार्क, यहाँ के छ अब माछा यो पार्कमा चाहिँ धेरै जसो जिन्जियाहरू रहेछ। पारिने जिन्जिया भएर पनि जिन्जिया रहेछ, तर यहाँको जिन्जिया चाहिँ अलिक फरक रहेछ है। पछाडि राम्रोसँग देखिँदैन, पानीको छेउ रहेछ। यस्तो गरेर गर्ने हो क्या खासमा चाहिँ, कसले गर्दैन मलाई। दामी रहेछ, बब्बाल रहेछ। कसले गर्नु, कसले मलाई यसले हातले गर्नु। सोरी जान्छ गीतहरू। त्यहाँदेखि आएको होला होला। यो चाहिँ यहाँको जिन्जिया यही होला सायद, ठुलो भन्नेवाला जिन्जिया चाहिँ यहाँदेखि त्यहाँसम्म। यहाँ पारिपट्टि तल अघिको खोला भइहाल्यो। जिन्जिया चाहिँ बब्बाल रहेछ। होइन उता पारि नै रहेछ पार्क चाहिँ। ल यहाँभित्र पनि हेरौँ है त के छ।
यस्तो रहेछ यहाँ माथिदेखि त यहाँदेखि पुरै जिन्च्या यहाँ अनि यही हो गाइज एउटा कोविन पार्क ओमिया कोविन पार्क यस्तो रहेछ यहाँ मोबाइल रहेछ यहाँ दामी छ दामी यहाँ बाहिर निस्किन्छ किमोनो पनि लगाउन मिल्ने रहेछ त यहाँ त त्यहाँ मन्दिर रहेछ यो यहाँ चाहिँ ओइनोरी भनेको चाहिँ प्रार्थना गर्ने ठाउँ त्यो चाहिँ यहाँ तिनचोटि ताली पिट्न पर्छ कि यहाँ मोबाइल छ यहाँ चाहिँ किमोनो लगाउने रहेछ यहाँभित्र चाहिँ यहाँ चाहिँ भाग्यरेखा हेर्न मिल्ने रहेछ कसरी हेर्छ हेर्न मिल्छ यहाँ पछाडि चाहिँ भाग्यरेखा हेर्ने रहेछ तर मलाई त्यो यो संस्कृत भाषादेखि चाहिँ यो ऊबाट आउँदैन यहाँ म एक्लै आएको छु मलाई यो फेरि यो भाग्यरेखा चिट्टा भन्ने कुरा त्यो लेखेको कुराहरू राम्रोसँग थाहा पाउँदैन यो मैले बुझ्दैन यहाँबाट बाहिर जानु मिल्छ कि मिल्दैन यहाँ अब यहाँबाट बाहिर हेरौँ है त कस्तो छ योबाट अब बाहिर निस्कने यहाँ चाहिँ फोटो खिच्दैछ नि किमोनो लगाएर यहाँबाट हेरौँ है त वाउ यहाँ लेखेर झुन्डाउनु आफ्नो आफ्नो उस लगभग तानाबाट जस्तै फोटो कति फोटो देख्छ तानाबाट हुन्छ यो है यहाँ झुन्छन् यहाँ यहाँ दामी होइन यहाँ यो मन्दिर बस्ने ठाउँ छैन रहेछ क्या बस्ने ठाउँ छ कि भनेर आएको त्यहाँ त बस्ने ठाउँ नि रहेन रहेछ झन् गर्मी हुने अलिअलि दामी चाहिँ दामी रहेछ यता चाहिँ यहाँ के हो हिजो नि जस्तै छ माछाहरू रहेछ यता यस्तो छैन यस्तो छ क्या चाहिँ बबाल हरियाली रहेछ तर गर्मी त जता गयो नि देखिबाट माथितिर पनि त छैन कति छ माछाहरू यहाँ अब सेतो माछा यति ठुलो यहाँ भित्रभित्र छौ कलर भएको वाला माछा रङ्गी छन् केही नि ल्याएन किन हँसा गरेको काम गरौँ माछा मैले तिमीलाई केही नि ल्याएको छैन सट्ट लगाएर यो बस्ने ठाउँ यहाँदेखि पारी यहाँ माथि के छ टोइलेट रहेछ टोइलेट यस्तो छ कि यो कोवेनको टोइलेट यहाँ माथि केटाकेटी खेल्नेहरूलाई सबै केटाकेटी खेल्ने माथि यस्तो यहाँ त यस्तो बबाल रहेछ अब त टाइमै छैन साक्रा फुलेको टाइममा चाहिँ बबाल हुने रहेछ यहाँ त साइकल बार यहाँ अब चाहिँ धुमतिर लाग्नु पर्छ कोठातिर ल बगाल त बगालै रहेछ यहाँ दोबुचुहरू हामीसँग हेर्न पाइएन गर्मी भयो अब चाहिँ र जियोस् साकुरा फुलेको टाइममा चाहिँ बब्बाल हुँदो रहेछ यहाँ पुरै साकुरा रहेछ यहाँ उड्नु पऱ्यो क्लास हेर्दै हुनुहुन्छ भने लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न नबिर्सनु होला ल बाई बाई।